सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा एक युवकलाई सार्वजनिक रूपमा कुटपिट गर्दा मृत्यु भएको घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ। परिवार न्यायको माग गर्दै पीडामा छटपटाइरहेका छन्। मोबाइल चोरी गरेको आरोपमा छिमेकीहरूले कुटपिट गर्दा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर 16 बोरियामा बस्दै आएका 19 वर्षीय मुकेश कुमार यादवको मृत्यु भएको छ। कुटपिटको घटनामा ज्यान गुमाएपछि मुकेशको परिवार र गाउँ शोकमग्न छ। घटनापछि बोरियाबाट पुर्ख्यौली घर राजगढ नगरपालिका 6 फकरिया पुगेका परिवार अझै डरले बोरिया फर्कन सकेका छैनन्। गत बुधबार घरका सदस्य कोही नभएको बेला मुकेशलाई गाउँकै 35 वर्षीय सरोज कुमार शाहले पक्रेर छिमेकीलाई बोलाई मुकेशलाई आँपको रुखमा बाँधेर कुटपिट गराएकी थिइन्। अचेत भइसकेका मुकेशलाई ढिलो गरी अस्पताल पुर्याइयो। गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि उनलाई छिन्नमस्ता अस्पताल स्थानान्तरण गरिएको थियो, तर आइसियूमै उपचारका क्रममा मुकेशको मृत्यु भयो। महिला छले, महिला जे छै से उ कहलके पकड़लके मारलके। महिला संतोष नाम छै, ओकरा जे छै से मारलके। कता चोट लागल ओकरा? चोट वगैरह जे छै से लगले मस्तिष्क में लगले, पेट में लगले, डाँड में लगले, पछाडी लगले। नातिको मृत्युको खबरले 70 वर्षीय हजुरआमा सुखादेवी निरन्तर विलाप गरिरहनु भएको छ। घरमा आउने जाने जो कोहीसँग नाति मुकेशको नाम लिएर बरबराइरहनुहुन्छ। मृतकका काकी पुनिता देवी न्यायका लागि जोसुकैसँग हार गुहार गरिरहनु भएको छ। बौआ दुनु स्कूल गेले, ई बौआ अपन पढ़ैत नै रहे, जे बौआ के मारलकै से बौआ रहिए नै। ओहि दिन अपना ओहि रूम पर बौआ चलि गेल। बौआ जे चलि गेल तऽ ओहि असरमे ओकर मोबाइल चोरी भए गेल। ओहि असरमे मोबाइल चोरी भए गेल। ओहि दिन तऽ बौआ नहि सन पकड़लकै, चलि गेल। ओहिके बिहान भर बौआ लेना रहितियै तब ने ओहिठाम डर हेतियै, नहि जैतियै। बौआ गेलै, बौआके ओसम पकड़ि लेलकै। पकड़ि कऽ ओकरा आम गाछी छै दुआरि पर, आम गाछीमे बान्हलकै। कहब गाछीमे बान्हि कऽ बौआके मारलकै। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले सरोज कुमार शाह, 18 वर्षीय रविन्द्र ठाकुर र 25 वर्षीय सन्तोष कुमार राउतलाई पक्राउ गरेको छ। 5:15 छिन्नमस्ता अस्पताल राजविराजमा रेफर गरेको देखिन्छ र 5:30 चाहिँ उसको उपचार क्रममा डाक्टरले मृत घोषणा गरेको भनेर हामीलाई जानकारी आएपछि हामीले सो सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न सरो कुमारी शाह, सन्तोष कुमार राउत र रविन्द्र ठाकुरलाई हामीले अनुसन्धानको लागि पक्राउ गरेका छौँ र सो सम्बन्धमा हामीले कर्तव्य जानमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढिरहेको छ। मोबाइल चोरी जस्तो सामान्य आरोपमा एक युवकको ज्यान गुमाउनु परेको यो घटनाले समुदायमा सामाजिक सुरक्षा, कानुनी चेतना र भिड तन्त्रको प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएको छ। अहिले घटनाबारे थप अनुसन्धान जारी छ। परिवारले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। सप्तरीबाट दिपेश जोशीको रिपोर्ट।